आँखा एउटा निकालेर जिब्रो काटेर यता यता सबै काटेर मेरो दुधे बालकलाई यिनीहरू यस्तो क्रूरका साथ यातना दिइकन हत्या गरेका छन्। त्यो चिजलाई मैले न्याय माग्दाखेरि त्यो सरकारले सुनिदिएर र मलाई आज यो बिचमा के छ भन्दा सबै त गरेर यो चाहिँ राजनीतिक कुराहरू ल्याएर चाहिँ यहाँनिर मलाई आश्वासनमा चाहिँ यताउति यो त्यो भनेर चाहिँ मनाएर चाहिँ राति मलाई 2 बजे आएर भन्नुभएको थियो म समर्थन छैन, म त्यो समर्थनको लागि पनि म बैठकमा गएको छैन। उहाँहरूको बैठक चाहिँ के चाहिँ मलाई थाहा छैन। मैले भने मेरो न्याय यही चाहियो, बैठक पनि यही हुनु पर्यो। अनि एउटा के भन्छ यो प्रहरी यो सुरक्षा मन्त्री जहाँकी छोरी मान्छे हुनुहुन्छ नाम त हामीलाई थाहा भएन। कानुन मन्त्री सविता गौतम आइन्दादेखि त्यस्तो भयो। तपाईँको कुरा भनेको सुदन गुरुङ, कानुन मन्त्री सविता गौतम र प्रधानमन्त्री बालेन शाह यहाँ आएर यो हामी पीडितलाई आएर सान्त्वना दिनु पर्यो उहाँहरूले र भन्नु पर्यो। त्यति भनिसके पश्चात हामी पनि किन यो सानो दुधे बालिकाले के बिगारेको थियो र यसले न्याय पाउनु पर्यो, त्यति हो कुरा। अन्त हामीले के न्याय पायौँ? केही छैन। कसको विश्वास गर्नु अहिले म आफ्नो खुद्दमा आफ्नो बच्चालाई आफ्नो घरमा छेउको आफ्नो घर छेउमा त संरक्षण भएन। भोलि हामी कसरी सुरक्षित छौँ भनेर चाहिँ महसुस गर्ने विश्वास दिलाएर जानु पर्यो भने उनीहरूकोमा विश्वास त्यही किनभने विश्वासै भएर उनीहरूले हामीले जिताएको हो नि त। अब के भन्नु त छैन, के पनि विश्वासै छैन कसैको माथि। यति चलिरहेछ राजनीतिहरू हामी सहमतिमा गएछ होइन। सबैजना गए पनि तपाईँ